नमस्ते सबैलाई, ह्याप्पी लोसर। वेलकम छ सबैलाई खुसी ब्लगमा स्वागत। वेलकम सबै चिज खुसीले भनिहालेछ, हजुरहरूलाई बोलाछ। आज हाम्रो लोसरको दिन, टिका लगाउनलाई तयारी हुँदैछन्। यत्तिकैमा हाम्रो मिलन भाइ आइहाले। मेरो माइतीको पक्षमा भाइले मलाई टिका लगाइदिँदैछन्। बाबुआमा छैनन्, जो जे भने पनि ए मिलन भाइ हुन्। माइती भनौँ, जे भनौँ, जस्तो भनौँ। अनि अहिले पाएको छु 7 सेक्टर मेरो माइती। उहाँहरूकोमा आज जाने प्लान थियो, गइएन। मिलन भाइले मलाई टिका लगाइदिँदै थिए, पैसा दिनलाई नि हेर्दै थिएँ। म पनि हेर्दै थिएँ, मुसु मुसु हाँस्दै थिएँ। दक्षिणा ठुलै लिन पाइन्छ कि भनेर। अब हेरौँ है त भाइले। यतिको फेरि मैले छोरा बुहारीलाई टिका लगाउनलाई भाइको काम सिधिसकेको थियो। छोरा बुहारीलाई टिका पनि लगाइदिइहालेँ। उनीहरू नि उठेर रोग्नेतर्फ लागिहाले। नाति अहिले सुतेको थियो, फेरि पनि उठाएर लिएर आइहाले। पैसा लिने मामलामा चाहिँ मेरो नाति साह्रै अगाडि। हेर्नुहोस् है, ऊ यता र उता हेर्दै के होला। मेरो नातिको पहिलो लोसार आज। उसलाई टिका नलाउनु त कुरै भएन। फेरि ऊ पैसा दिएको, ल हेर्नु है, च्याप्प समाति पनि हाल्यो नातिले पैसा। अनि नाति त हो कसको भन्दा खुसीको। खता लाउनलाई पनि यता र उता। आज यस पहिलो अब वर्षी हुने बेला भयो, पहिलो लोसार हो उसको। हाम्रो महान चाड लोसार गुरुङहरूको। आफू त हो नि, म त बाहुनी नै हो। यत्तिकैमा फेरि पनि सबैले ताली ठोके, हाँस्दै थिए। कामलाई एकछिन ब्रेक दिएर उसको ठुलबाउले पनि मिलन भाइले पनि उसलाई टिका लाउन लागे। टिका लाउँदै पैसा दिँदै उहाँ, ल हेर्नुहोस् है, ऊ त पैसा भनेपछि एकदम हिस्सी मान्छे। त्यहाँबाट खता पनि समातेर पैसा पनि ओहो हो भाग्यमा चाहिँ लिएरै आउनुपर्छ। अलिकति खोकी लागे जस्तो नि भयो। केटाहरू पनि ताली लाउँदै। यत्तिकैमा मेरो नाति आयो फेरि टिका लाउनलाई। लाई फटाफट त ताली पनि ठोक्दैछन्, टिका पनि लाउँदैछ। क्या मजा नै रहेछ। नाति नि मक्खै पैसा पाएँ भनेर, धेरै त होइन, 50 रुपियाँ पाएँ भनेर न्याम्मा पऱ्यो। यत्तिकैमा सुमन छोरा आयो। ल हेर्नुहोस् है, होइन खुट्टा ढोक्छु रे। ल भने मैले पर्दैन भनेर पठाएँ। आयो मेरो फेरि अमरे हिरो, टपक्क परेर। आज आमाले पैसा कति दिनुहुन्छ भन्दै हेर्दै थियो। दिन त मैले सबैलाई बराबरी नै थियो। ल हेर्नु है, सबैले आरीबारी आयो। एउटा काले धोइसे माइला छोरा मेरो फेरि। ओहो, यसको त कुरा गरेरै सकिन्न। कति कुरा गरेर घरि के गरी चकचक गर्ने नम्बरमा आयो। अर्को जिरे कान्छो फेरि, आमा मलाई अलि धेरै पैसा दिनु है भन्दै थियो। हुन्छ भन्दै मैले दिएँ उही 50 रुपियाँ। कसैलाई तल कसैलाई माथि गर्नु त भएन। आएर मेरो खुट्टा ढोकेर आशीर्वाद नै लियो। यतिकैमा गोरे आयो। यो चाहिँ अलि सुस्तीराम भयो अरे, यसको नामै सुस्ती राखेका छन् सबैले। तर त्यस्तो सुस्ती चाहिँ होइन, ढुङ्गा थियो, पर्दैन भनेर पठाइदिएँ। आयो अर्को फेरि राई माइलो। गफ धेरै, काम थोरै। नम्बर 1 बहाना बनाउन चाहिँ हाम्रो राई भाइलाई एकदम अगाडि छन्। यता मिलन भाइले भने मेरो फोटो। यत्तिकैमा मेरो 2-4 शब्द बोल्नका लागि मलाई बोल्दै थिएँ। म त एकदम पत्रकारले इन्टरभ्यूले जस्तै पो मक्ख परेर बोल्दै रहेछु त। यता पनि बच्चाहरू ठुलो हेर्दै थिएँ। निधारमा ट्याप्प सेतो चामलको टिका थियो। लोसार गुरुङहरूको रातो टिका हुन्न, सो गाई चाहिँ यसैले सेतो टिका चल्छ। म बाहुनको छोरी भए पनि गुरुङको बुहारी पनि आफ्नो परम्परा निभाउनै पर्यो। अब बुढा बितेर जानुभयो भन्दैमा चाडबाडै रोएर छोडेर बच्चाहरूलाई गरेर गर्न नि त भएन। अलिकति अगाडि नि बढ्नै पर्यो। यता बच्चाहरू हाँस्दै थिए, बोल्दै थिए, एकअर्कामा मस्ती गर्दै थिए भने यता मसित चाहिँ इन्टरभ्यू जस्तै भएको थियो। हाँसी मजाक हल्का रमाइलो गर्दै थियौँ। आज लोसारको दिन आज दिदीहरूलाई बोलाएको थियौँ। सो गाई चाहिँ आमा बिमारी भएर आउन सक्नु भएन। आजको दिन पनि यस्तै भयो। अब आमा नआउने भएपछि म पनि यता टिको लाएर सबैलाई, देश विदेश हुने सबैलाई शुभकामना दिँदै आफ्नो परम्परा मनाउनु पर्छ है। आफ्नो परम्परालाई कहिले छोड्नु हुन, संस्कृतिलाई भन्दै यति भन्दै 2 शब्द उम्काएँ। त्यत्तिकैमा अब सिद्धियो पनि। अनि मैले हात जोडेर सबैलाई नमस्ते गरेँ, ओके बाई भने।